ओके हेलो एभ्रिवान माई नेम इज रसुनार वेलकम ब्याक च्यानल दिस इज अगस्ट 2 अहिले चाहिँ लगभग 11 11:30 भइसकेको छ। मैले हिजो भ्लगिङ बनाएको थिएँ होइन। भ्लगिङ त नभने यसरी नै अब बिहान बसेर लगभग 2-3 मिनट कुरा गरेको थिएँ। अनि त्यसपछि म एकजना साथीलाई उता छोड्न गएँ। त्यहाँ जाँदाखेरि एउटा नारायणको किनारमा बसेर सानो क्लिपहरू रेकर्ड गरेको थिएँ। अनि त्यसपछि बेलुका उता ब्रिटिस क्याम्पतिर गएको थिएँ। अनि त्यो भ्लगिङ छेउ न टुप्पोको भएको थियो क्या। मैले एडिटिङ त गरेको थिएँ ठिकठाक। मलाई अब त्यस्तो एडभान्स एडिटिङ बनाउँदैन। ठिकठाक मैले ट्याकटुक क्लिप्सहरू एड गरेर अनि कता कति म्युजिकहरू एड गरेर रेडी गरेर अनलिस्टेड गरेर राखेको थिएँ अपलोड गरेर। अनि मलाई रातभरि मैले सोचेँ क्या, बिहान उठ्दा पनि दिमागमा चलिरहेको थियो अब यो भिडियो छेउ न टुप्पोको छ, यसलाई मैले पब्लिक गरौँ भने अब छेउ न टुप्पाको छ भ्लगिङ, अब प्राइभेट गरौँ भने अब मलाई झन् डिमोटिभेट फिल हुन्छ क्या होइन। यस्तो भिडियो पनि कसले हेर्छ भनेर मैले त्यो सोचेँ भने मेरो माइन्डले नेगेटिभ त्यो कुराहरूलाई अलिकति ट्रिगर गरेर म त अगाडि बढ्नै सक्दिनँ त्यो सोचेँ। अनि अपलोड गरौँ भने अब छेउ न टुप्पाको भ्लगिङ छ भनेर मैले एकदमै त्यो दिमागमा कुराहरू चलिरहेको थियो। अनि त्यसपछि मैले अघि भर्खरै 5 मिनट अगाडि सोचेँ होइन सुरुमा यस्तै हो, मिस्टेक गरिन्छ, लर्न गरिन्छ, त्यही मिस्टेक्सबाट लर्न गर्दै अगाडि बढिन्छ भनेर मैले केही नसोचिकन आँखा चाहिँ मरेर ठ्याक्क पब्लिक गरेर सेभ गरिदिएँ यो भिडियो। त्यो भिडियो चाहिँ भर्खरै पब्लिक गरेँ। हेरौँ दिनभरिमा के हुन्छ। मेरो आज धेरै काम छ, त्यही भएर मैले हिजो भने आज मेरो एक्टिभिटिजहरू सबै देखाउँछु भनेर मैले हिजो बनाएको थिएँ, तर मैले देखाउन सकिनँ किनकि म एउटा प्रब्लममा फँसेको थिएँ। आज चाहिँ लेट्स सी के हुन्छ। मैले प्लान गराउँछु, प्लान चौपट हुन्छ क्या, मेरो मात्रै हो कि सबैको आएन न। मैले त्यसैले केही प्लान गराउँदिनँ, सरस्वती काम गर्दै जान्छु, देखा जाएगा जे हुन्छ भनेर छोडिदिन्छु क्या। ओके अहिले चाहिँ लगभग 1 बज्न लागिसकेको छ होइन, 1-2 बज्न लागिसकेको छ। अहिले लाइन गइहाल्यो। अनि म अहिले के गर्दैछु भन्दाखेरि अभियसली मैले मेरो म्याक्सिमम् सबै भिडियोजहरूमा मैले लगभग भनिरहेको हुन्छु, एभ्री ब्लग्समै भनिरहेको हुन्छु, आई एम सो मच इन्ट्रेस्टेड इन ब्लगिङ। एन्ड अभियसली म आफूले के गर्दैछु, हामी सबैले आफूले के गर्न खोज्दैछौँ, के काम सुरु गर्दैछौँ, अभियसली त्यो कामको बारेमा सोधखोज गरिन्छ, बुझिन्छ, रिसर्च गरिन्छ, के होला कसरी होला भनेर अभियसली बुझ्न कोसिस गरिन्छ नि त। अब म पनि आफू भ्लगिङमा इन्ट्रेस्टेड भएको कारणले मैले पनि अब कसरी होला, के गरेर होला भिडियोज बनाउने, भ्लगिङ बनाउने, कसरी अलिकति राम्रो बेटर कन्टेन्ट भ्लगिङ बनाउन सक्छु भनेर अभियसली मैले पनि हल्का रिसर्च त गरिहाल्छु। अनि मलाई नेपाली भ्लगर्सहरू हुनुहुन्छ नि त, अब जस्तै सिसानी बानिया दाई हुनुहुन्छ, आई लभ द वे ही डेलिभर द कन्टेन्ट होइन मलाई। अनि एमआरबी दाईको उहाँहरूको एकदमै नेचुरालिटी एकदमै मनपर्छ, अब सुरक्षा केसी दिनुहुन्छ। अनि त्यसपछि अनिल सुनार, मलाई पनि उहाँको एकदमै त्यो फनी टाइपको कमेडी टाइपको भिडियोजहरू एकदमै मनपर्छ। अनि अरू पनि हुनुहुन्छ कन्टेन्ट क्रिएटरहरू, भ्लगरहरू। अनि मैले इन्डियाको पनि 2-4वटा भ्लगर्सहरूलाई फलो गरिरहेको हुन्छु, इन्टरनेसनल अलिकति फरेनर भ्लगर्स पनि हुनुहुन्छ। अहिले चाहिँ ठ्याक्कै मलाई याद आएन। अनि मैले उहाँहरूको भिडियो हेरेर चाहिँ के बुझेँ भन्दाखेरि आफ्नो फेभरेट भ्लगर्सहरूबाट, कन्टेन्ट क्रिएटर्सहरूबाट सिक्नु, उहाँहरूबाट लर्न गर्नु राम्रो, तर उसलाई चाहिँ नि कम्प्लिटली कपी गर्नु चाहिँ भएन क्या। अनि मैले यहाँ 2-3वटा नोट पनि के गरेर राखेको छु भन्दाखेरि के हुनु पऱ्यो भ्लगर्सहरू, भ्लगिङ एउटा गुड कन्टेन्ट क्रिएटर, एउटा गुड भ्लगर्स हुनको लागि चाहिँ के हुनु पर्दो रहेछ भन्दाखेरि मैले आफैले एकदमै धेरै इन्फर्मेसनहरू एडप्ट गरिसकेको छु कि, तर इम्प्लिमेन्ट चाहिँ भएको छैन। मैले भिडियोजहरू बनाएको छैन, एकदमै कन्टिन्युसली बाहिर गएर भ्लगिङ गरेको छैन, एक्सप्लोर गरेको छैन, जस्ट रुममै बसेर अब यसरी रेकर्ड गरिरहेको हुन्छु। तर मैले के चाहिँ बुझेँ भन्दाखेरि एउटा राम्रो भिडियोज बनाउनको लागि, राम्रो भ्लगिङ बनाउनको लागि, राम्रो भन्नाले फेरि एकदमै कुन सेन्समा राम्रो भन्दाखेरि के भयो एकदमै भ्लगिङ चाहिँ के हुनु पऱ्यो भन्दाखेरि एकदमै नेचुरल हुनु पऱ्यो क्या। भ्लगिङमा आफूलाई एकदमै नेचुरली सो गर्नु पऱ्यो, बी योर सेल्फ, डोन्ट ट्राई टु कपी एनीवन क्या। त्यो हुनु पऱ्यो, एकदमै अथेन्टिक हुनु पऱ्यो, रियल हुनु पऱ्यो। अनि सो अफ गर्नु भएन क्या, आफूसँग जे छ त्यही देखाऊ,
जे हो त्यही भन, जहाँ छौ त्यही देखाऊ। तर हुन्छ नि एकदमै त्यो सोअप गर्ने चक्करमा एकदमै पैसा छैन, त्यही पनि एकदमै लग्जरियस ठाउँमा गएको छ, अनि भाडा गरी साधनहरू गाडीहरू रेन्ट गरेर सोअप गरेको छ। अनि त्यस्तोको चाहिँ गर्नु भएन क्या। बी योर सेल्फ, बी रियल, बी अथेन्टिक, नेचुरल, एकदमै रियल हुन पऱ्यो क्या। अनि त्यो भ्लगिङ बनाउँदा कुनै ठाउँमा जाँदाखेरि सकेसम्म एकदमै सिम्पल तरिकाले त्यहाँको ठाउँको बारेमा, अब कता जाँदैछौ, के गर्दैछौ तिमी, एकदमै सिम्पल वर्डहरू, सकेसम्म एकदमै सिम्पल वर्डहरू युज गरेर भिडियोज बनाउनु पऱ्यो, एकदमै सिम्पल हुनु पऱ्यो। अनि अर्को कुरा के चाहिँ हुनु पऱ्यो भन्दाखेरि, कुनै ठाउँमा हामीलाई मानौँ अब म सौरा जाँदैछु, अब सौरा घुम्न जाँदैछु भने त्यहाँ जानुभन्दा अगाडि चाहिँ मैले थोरै कुराहरू रिसर्च गर्नु पऱ्यो। त्यहाँ कुन ठाउँ एकदमै बेस्ट छ, को खासियत के छ, होइन, त्यहाँ मान्छे किन जान्छन्, आदि इत्यादि कुराहरू। अब त्यहाँ बस्नको लागि बेस्ट होटेलहरू, रेस्टुरेन्टहरू के छ, त्यहाँ गएर मान्छेहरू कसरी इन्जोय गर्न सक्छन्, यो आदि इत्यादि कुराहरू, बेसिक कुराहरू बुझेर जानु पऱ्यो। अब रियालिटी त्यहाँ गएपछि थाहा हुन्छ। तर आफूले सुरुमा कतै जानुभन्दा अगाडि बेसिक कुराहरू, बेसिक इन्फर्मेसन लिएर गयो भने केही हदसम्म चाहिँ सजिलो हुन्छ, बोल्ने कुरा हुन्छ, अडियन्सलाई दिन खालि इन्फर्मेसन हुन्छ, होइन। अनि अर्को के हुनु पऱ्यो भन्दाखेरि, मैले भनिहालेँ, भ्लगिङ बनाउँदा एकदमै सिम्पल, सकेसम्म एकदमै सिम्पल वर्ड युज गर्ने। जस्ट मेक इट भेरी सिम्पल कि मान्छेले, आफ्नो अडियन्सलाई बुझ्न पनि हेर्न पनि सजिलो होस्, उनीहरूले इन्जोय गरून्, इन्टरटेन गरून्। यो होइन कि यस्तो जानी नजानी एकदमै अप्ठ्यारो कुराहरू, शब्दहरू प्रयोग गर्ने, त्यसपछि आफूले पनि बुझाएको छैन, अडियन्सले त बुझ्ने कुरै भएन। त्यस्तो चाहिँ नहोस् क्या, एकदमै सिम्पल एन्ड रियल हुनु पऱ्यो या। त्यो कुराहरू चाहिँ मैले लर्न गर्दैछु। लेट्स सी अगाडि अब के बुझ्दै गइन्छ। आई विल लेट यु नो गाइज।